दर्शकगण, बुहारी सिरियलमा अहिले निकै नै रोमाञ्चक मोड आएको छ। हो दर्शकगणहरू, रामको एउटा गलत निर्णयले आज दिपाको जिन्दगी नै बर्बाद बनाएको छ। हो दर्शकगणहरू, जसले रामलाई भगवान झैं मानेकी थिइन्, जसको भरोसामा आफ्नो भविष्य सुम्पिएकी थिइन्, आज त्यही रामको कारण दिपाको जीवन अन्धकारमा धकेलिएको छ। दर्शकबिनहरू, र यता समाजको डर, परिवारको दबाव र रामको मौनताले गर्दा दिपाको गुण्डासँग फुलमाला भएको छ। यो फुलमाला खुसीको होइन दर्शकबिनहरू, यो त दिपाको सपनाको अन्त्य र आँसुको सुरुवात हो। आज दिपाको आँखामा खुसी छैन, मुस्कान छैन, छ त केवल प्रश्न, मेरो गल्ती के थियो? दर्शकबिन, अब सबैको मनमा एउटै जिज्ञासा उठेको छ, के रामलाई आफ्नै गल्तीको पछुतो हुनेछ? के दिपाको जीवनमा फेरि उज्यालो फर्किनेछ कि दिपाले जिन्दगीभर यस्तो अन्याय सहेर बाँच्नु पर्ने हुनेछ? साथीहरू, आजको भागले तपाईँ हाम्रो मन झस्काउनेछ, आँखा रसाउनेछन् र समाजको कडुवा यथार्थ देखाउनेछ। साथीहरू, बुहारी भाग 265 आजको कथाले हामी सबैको मन भारी बनाउनेछ। कारण एउटै हो, रामको स्वार्थ, रामको मौनता र रामको गलत निर्णयले आज दिपाको जिन्दगी पूर्ण रूपमा बर्बाद भएको छ। दर्शकबिन, दिपा कुनै गल्ती गर्ने पात्र थिएनन्। उनको चाहना सानो थियो, माया, सम्मान र आफ्नो भविष्य सुरक्षित भन्ने चाहन्थिन्। तर उनले विश्वास गरेको मान्छे आफ्नै भविष्य ठानेर रामलाई सबै सुम्पेर उनले राममाथि विश्वास गरेको सबैभन्दा ठुलो धोका पाएकी छन्। दर्शकबिन, रामले समयमै बोलिदिएको भए, रामले जिम्मेवारी देखाएको भए सायद आज दिपाको हालत गलत मान्छेको हात पर्ने थिएन। तर राम चुप बसियो हो, तर यही चुप्पी नै दिपाको जीवनको सबैभन्दा ठुलो शत्रु बन्यो हो दर्शकबिन। र आज दिपाको फुलमाला भएको छ, तर त्यो फुलमाला कुनै खुसीको सङ्केत होइन। यो त समाजको डर, परिवारको बाध्यता र रामको बेवास्ताले परिमाण हो। साथीहरू, तर दर्शकबिनहरू, जब फुलमाला लगाइँदै थियो, दिपाको मन चिच्याइरहेको थियो, आँखाबाट आँसु भरिएका थिए, तर ओठबाट शब्द निस्किएन, किनकि छोरीको पीडा सबै